त ज्वाइँ छोरी चेला यो पछिका कुरा नसोध्नु भन्छन् होइन। त्यही पनि अब समाजमा सोध्ने चलन छ नि। आमालाई पनि अब धर्म कण्ठी बानिएको छ, पछि गएर चाहिँ अब बाँचुन्जेल धर्म लिएको छ, गरेको छ आस्था, छोरा बुहारीले अलि गएर चाहिँ तारन तुरनका कुरामा अन्यले के भन्दाखेरि आमालाई चाहिँ के चाहिँ कुरा ठिक हो जस्तो लाग्छ? जयदेवले नै जे गर्छ त्यही ठिक हुन्छ, उसले जति दिन गर्छ त्यही ठिक हुन्छ जस्तो लाग्छ। त्यही ठिक मलाई त सबै। अरू केही अरू धर्मतिरकै धर्मैबाट गर्नु, बाहिरको केही नगर्नु, जेसुकै भनौँ, अरूले जेसुकै भनौँ, केही वास्ता नगर्ने, आफ्नो लाइनले गर्ने, आफ्नो धर्मको हिसाबले गर्ने। त्यसो गर्दा नै बाबुआमा दुवैजना तपाईँहरू खुसी? म खुसी म त। बुवा के गर्नुहुन्छ? म त एकदम। बुवाले त जयदेवलाई जिम्मा लगाइदिनु भयो नि त। त्यही हो। अनि भनेको पनि छ माइलाले पहिले चाहिँ अलिक उ गर्थ्यो, अहिले चाहिँ पहिले चाहिँ अलिक उ गर्थ्यो, अहिले त अलिक बुझ्दै गयो। यसपालि त राम्रै केही गर्नु भएन होइन? बुझेछ। अनि अब भाइले जे भन्छ त्यही भाइकै भाइले जे भन्छ त्यही भन्दैछु अस्ति। ए होइन, ठिकै पनि हो त। अब हामीहरू सबैले पनि त्यही भन्नुपर्छ नि त होइन? गर्ने पनि त त्यही नै हो नि त। अब मान्छेहरूले नबुझेर झैझगडा गरेको देखिन्छ नि त। अनि झैझगडा गरेर अब यसरी बातचित गर्दा सुन्दा, अब बुवा आमाकै मुखले सुन्दा त हामीहरूलाई पनि भोलि भन्न बोल्न सजिलो समाजमा होइन? हो नि त। अब हामी धर्म लिएका छौँ एउटा, कर्म अर्को गर्ने कुरा पनि त आयो त आमा? आएन नि? आएन। अनि र छ नि त यो बाहिरपट्टि के हर्दी व्यासलाई अस्तिपट्टि हेरिराखेको छ, त्यो त पन्छी पनि बाँधेका थिएनन्। त्यही त। अनि अब त्यो हर्दी व्यास बिमारी भए, परनाथ आएर पर बसे, भाइ चाहिँलाई पठाए। अनि अब के मान्छौ त के अरे, अब त्यहाँ स्याहार गरे, खाना साग सब्जी पकाए ओरे, मिठो मिठो खाना दिए। अब म साह्रै बिमारी भएर उहाँ गौदान गर्न लगाए, के कपडाहरू दिँदै थिए, दान गरे। अनि उठेर बल्ल बल्ल ए मूर्ख हो, मलाई त यहाँ म त यहाँको होइन, म त गाई दान नगर, केही दान नगर, म त माथिको हुँ भने रानी बारे भनिसकेपछि अब तिनै अब भाइ नि रछन् के र गङ्गाजी भाइ हुन्थे, अनि पकाएर अनि तपाईँले अलि मलाई स्याहार गर्नुभयो, खाना दियो। अब के माग्छौ त भन्दाखेरि त्यही धर्म लिनलाई परनाथ आएर बस्नुभएको छ, त्यही माग्छु म त त्यही भनेर। अनि भरे उनीहरूले बोलाएर ल्याएर सबै सोधपुछ गरेर धर्म लिएका त भनेथे। भनेपछि त जुन बितकमा सुनिएको छ, जुन प्राणनाथको मार्ग, जुन हाम्रो धर्मको मार्ग छ त्यही नै हो होइन? गौदानमा विश्वास छैन आमालाई? छैन। त्यो गौदानको काम पनि छैन होइन? मलाई गौदान पनि गर्नु पर्दैन, त्यो कामै छैन त्यो काम। हाम्रो निजानन्द संस्कार प्रणामी संस्कार अनुसार गरे भयो छोराछोरीहरूले। भयो। त्यो देखिराखेको छ, अब कानले सुनियो, भएर पनि आँखाले देखि अनि त्यो मन लाग्दैन नि त। अब आज त्यहाँ गए दरबारमा 17 साल। आज बिहान हेर्नु भएको? गए सबै लगाइदिएर अब त्यहाँ गोमठ मन्दिरमा बस्ने बेला भयो। अहिले आमा कति वर्ष, अहिले ठ्याक्क कति वर्ष पुग्नु भयो? खोइ 90 92 सालले त कति भयो? 92 साले। नागरिकतामा चाहिँ 90 छ। 92 साले। नागरिकतामा चाहिँ 90 छ। तर 92 साले कुनै गटाको होला नि। अब यो मुङसिरबाट आज बुवा आमासँग कुराकानी गरेको एउटा सम्झनाका लागि भिडियो क्लिप पनि बनाएको छु। 2080 साल जेठ आज कति 22 गते होइन राज? 22 गतेको दिन